हरेक हृदयभित्र दर्द लुकेको हुन्छ। कसैले रोएर देखाउँछन् त कसैले हाँसेर लुकाउँछन्। कुरा एउटै हो, अज्ञात। नमस्कार, म हुँ सीता अधिकारी। आदरणीय महानुभावहरू, सदाका चाहिँ आज पनि म हजुर समक्ष एउटा अत्यन्तै महत्त्वपूर्ण प्रेरणादायी विषयवस्तु लिएर उपस्थित भएकी छु। आजको विषयको शीर्षक रहेको छ मूल खोज हो पाँचौं शक्ति। मूलतः शक्ति दुई प्रकारका हुन्छन्, एउटा ओमकारको शक्ति, अर्को अहङ्कारको शक्ति। ओमकार शक्तिको ज्ञान सबैलाई नहुन सक्छ, तर अहङ्कार शक्तिको ज्ञान भने सबैलाई थाहा छ। जीवनमा जे जति विशेष प्राप्ति भएको छ, अधिकांश अहङ्कार शक्तिबाट प्राप्त भएको छ। त्यसकारण अहङ्कार रूपी शक्तिका चार रूपका साथै पाँचौं शक्ति अर्थात् ओमकारको शक्तिको पनि म यहाँ चर्चा गर्नेछु। आदरणीय महानुभावहरू, कहाँबाट हेर्दै हुनुहुन्छ, पक्कै पनि यस भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब गरी मेरो लेखन कलालाई उत्प्रेरणा जगाइदिनु हुन पनि अनुरोध गर्दै म अब आफ्नो प्रस्तुतिलाई अगाडि बढाउँदछु। ती पाँच प्रकारका शक्तिहरूलाई जसले बुझ्दछ र उत्कृष्टतम शक्तिलाई प्रयोग गर्छ, उसको जीवनमा सुख, शान्ति, समृद्धि फलित हुन्छ। जसले यी शक्तिका विषयमा बुझ्दैन र जस्तो अगाडि आउँछ उसैलाई प्रयोग गर्छ, त्यसबाट जीवन दिशाविहीन बन्दछ। जसले शक्तिलाई बुझ्दछ उसले आफ्नो जीवनलाई सही दिशामा लिएर जान सक्षम हुन्छ। यी अहङ्कारबाट सृजित चारवटा शक्तिमध्ये पहिलो हो ज्ञानी छु भन्ने अहङ्कारको शक्ति। यो पहिलो तहको शक्ति हो। यसले सुखभन्दा बढी दुःख लिएर आउँछ। दोस्रो हो बाहुबल वा शारीरिक बलको अहङ्कार। यसले पनि दुःखकै निर्माण गर्छ, तर विद्वत्ताको अहङ्कार भएको मानिसभन्दा शारीरिक बलको अहङ्कार भएको मानिस केही बढी सुखी नै हुन्छ। मै हुने भाव दुवैमा रहन्छ। तेस्रो हो साधनाका अहङ्कार। मैले अभ्यास गरेको छु, म साधक हुँ, म तेजस्वी हुँ, म मेहनती छु, यो मेरो मेहनतको फल हो भन्ने अहङ्कार। यसबाट पनि सुखभन्दा बढी दुःख नै प्राप्त हुन्छ। तर विद्वत्ताको बल र बाहुबलले भन्दा यसले कमै दुःख ल्याउँछ। यसमा मिठास छ, रह छ, अहङ्कारभित्र पनि आनन्द छ। प्रतिशतको हिसाबले हेर्ने हो भने अरू दुईटा भन्दा यो अहङ्कार बढी सुखदायी छ। यो भन्दा माथि दैवी शक्तिको अहङ्कार हुन्छ। मेरो पछाडि भगवानको शक्ति छ, मलाई देवताहरूले रक्षा गर्छन् भन्ने अहङ्कार माथिल्लो तहमा छ। यो चौथो प्रकारको अहङ्कार हो। यो अहङ्कारमा दुःखभन्दा सुखको मात्र बढी हुन्छ, किनभने अरूप्रति मनमा भरोसा हुन्छ। मलाई सहयोग गर्ने कोही छैनन् भने पनि मेरो भगवान त छन् नि। सारा दुनियाँले मेरो पुकार सुनेनन्, मेरो दुःख सुख। अर्को एउटा यस्तो शक्ति छ जसमा अहङ्कार हुँदैन। हामी भित्रको अन्तिम शक्ति, जुन शक्ति अहङ्कारका कारणले होइन, अहङ्कारको विसर्जनका कारणले प्राप्त हुन्छ। आफूसँग भएका सबै अहङ्कार समाप्त भएपछि मात्र त्यो नयाँ शक्तिको जन्म हुन्छ। त्यो शक्ति हो ओमकारको शक्ति। यो शक्ति प्राप्तिका लागि ओमकारलाई जान्नु पर्दछ। ओमकारलाई जान्नु भनेको अक्षर चिन्नु होइन। ओमकारलाई जान्नु भनेको कसैले ओम उच्चारण गरेको ध्वनिलाई जान्नु पनि होइन। ओमकार ब्रह्माण्डमा व्याप्त छ। ओमकार नभएको ब्रह्माण्डको कुनै क्षेत्र छैन। त्यो सर्वव्यापी छ, जहाँ तहीँ छ। कण कणमा ओमकार गुन्जिरहेको छ। ठुलोभन्दा ठुलो, सानोभन्दा सानो वस्तुमा पनि ओमकार व्याप्त छ। ओमकार नभएको कुनै पनि वस्तु निर्माण हुँदैन। ओमकार सर्जक हो। सम्पूर्ण सृष्टि यसैबाट हुन्छ। ओमकारको शक्ति बिना रुखको एउटा पात पनि हल्लिन सक्दैन। त्यस्तो ब्रह्माण्डको एउटै विशिष्ट शक्तिलाई जान्न सकिन्छ, सुन्न सकिन्छ, स्वाद लिन सकिन्छ, हेर्न सकिन्छ, यसको सुगन्ध लिन सकिन्छ, यसलाई स्पर्श गर्न सकिन्छ। यो जीवन्त छ। यो जिउँदाहरूको जीवन हो। यही शक्तिलाई ओमकार भनिन्छ। जसले ओमकारलाई जान्दछ र ओमकारबाट शक्ति प्राप्त गर्दछ, त्यो व्यक्ति सर्वाधिक शक्तिशाली वा बलशाली हुन्छ।
त्यो बेलामा अहंकार रहँदैन। अहंकार रहित शक्ति नै सबभन्दा ठुलो शक्ति हो। जसले ओमकारको साधना गर्छ उसले निरन्तर ओमकार श्रवण गर्छ। जसले श्रुति स्वरलाई जान्दछ त्यो व्यक्ति संसारको सबभन्दा शक्तिशाली व्यक्ति हो। ओमकारलाई नजानिकन कुनै व्यक्ति शक्तिशाली हुन सक्दैन। ओमकार नै अन्तिम शक्ति हो। बाँकी सबै अहंकारबाट उत्पन्न शक्ति हुन्। उत्तेजना रहन्जेल ती शक्ति रहन्छन्। जुन बेला उत्तेजना कम हुँदै जान्छ शक्ति पनि क्षीण हुँदै जान्छ। हाम्रो शरीरमा बल रहन्जेल ती शक्ति पनि रहन्छन्। जुन दिन बल सकिन्छ अनि के गर्ने? बाहुबल धेरै दिन टिक्न सक्दैन। यो आफ्नो शरीरमा शक्ति रहन्जेलको बल हो। मनले सक्रिय रूपमा काम गर्न सकुन्जेलका लागि विद्वतको बल हो। जुन बेला मनले सहज रूपमा काम गर्न छोड्छ त्यो बेला विद्वतको बल केही काम लाग्दैन। जुन बेलासम्म आफूमा सामर्थ्य छ त्यो बेलासम्म आफ्नो साधनाको बल काम लाग्छ। जुन बेलामा साधनालाई प्रयोग गर्न सकिँदैन, आफूमा शक्ति रहँदैन, त्यसपछि त्यो बल पनि काम लाग्दैन। शारीरिक शक्ति क्षीण भएको अवस्थामा कुनै पनि प्रकारको शक्ति काम लाग्दैन। अरूभन्दा माथिल्लो शक्ति भगवानको शक्ति भनिएको छ। त्यो शक्ति पनि अन्तिम अवस्थामा काम लाग्दैन। हाम्रो हृदयमा भाव तरङ्ग उठ्ने सामर्थ्य रहन्जेल मात्र हो। भावनालाई याद गर्न सक्ने मस्तिष्क क्रियाशील रहन्जेल भगवानको शक्ति काम लाग्छ। जुन बेलामा भगवानलाई सम्झन सक्ने मस्तिष्क रहँदैन, हाम्रो हृदयमा भाव उठ्ने शक्ति नै रहँदैन। त्यो अवस्थामा यो शक्ति पनि काम लाग्दैन। हृदयमा भगवानप्रति श्रद्धा आउनका लागि पनि शक्ति चाहिन्छ। अन्तिम घडीमा वा मृत्युको समयमा सबै शक्तिहरू खिचिन्छन्। कुनै पनि प्रकारको शक्ति हामीसँग बाँकी रहँदैन। न हातखुट्टा चल्छन्, न मस्तिष्क चल्छ, न कुनै भाव उत्पन्न हुन्छ। त्यो बेलामा ईश्वरलाई सम्झिन कठिन हुन्छ। भगवानको याद आउनका लागि पनि हाम्रो मस्तिष्क सक्रिय हुनुपर्छ अनि मात्र भगवानको याद आउँछ। त्यो बेलामा शक्तिको कमीले गर्दा हृदयमा भाव उत्पन्न हुन सक्दैन। अनि कसरी भगवानलाई याद गर्ने? त्यो शक्ति पनि अन्तिम अवस्थामा काम नलाग्न सक्छ। जीवनभरि भगवानको नाम जप्यो, पूजा र प्रार्थना गर्यो, तर त्यसकारण माथि उल्लेख गरिएका 4 प्रकारका शक्तिहरूको प्रयोग गरुन्जेल ओमकारलाई जान्न सकिँदैन। ओमकारको शक्तिलाई प्रयोग गर्न सकिँदैन। तर जब ती 4 प्रकारका अहंकारहरू कमजोर हुँदै जान्छन्, ओमकारको शक्ति सबल हुँदै जान्छ। यो शक्ति अति आनन्ददायी छ। यो शक्ति प्रकट भइसकेपछि अनुपम अद्वितीय र अलौकिक आनन्दको अनुभव हुन्छ। त्यस्तो आनन्द यो लोक अर्थात् अहंकारको जगतमा कहिल्यै अनुभव गर्न सकिँदैन। हामी हाम्रा इन्द्रियहरूबाट जुन सुखको अनुभव गर्छौं त्योभन्दा भिन्न प्रकारको अलौकिक सुखको अनुभव त्यसबेला हुन्छ। हाम्रो सबै इन्द्रियहरूबाट प्राप्त हुने सुखहरू अहंकारकै सुख हुन्। ओमकार इन्द्रियातीत छ, किनभने बाहिरी कानले ओमकार सुन्न सकिन्न। दिव्य कान खुल्नुपर्छ। बाहिरी आँखाले ओमकारलाई हेर्न सकिन्न। दिव्य आँखा खुल्नुपर्छ। बाहिरी नाकबाट ओमकारको सुगन्ध लिन सकिन्न। दिव्य नाक खुल्नुपर्छ। बाहिरका इन्द्रियहरूबाट जान्न नसकिने भएको हुँदा इन्द्रियले कुनै कुरा थाहा पाउन छाड्यो भने पनि ओमकार तत्त्व थाहा पाइन्छ, किनभने यसले इन्द्रियसँग सम्बन्ध राख्दैन। जब इन्द्रियहरू कमजोर हुँदै जान्छन्, शक्तिहीन हुँदै जान्छन् अनि परमात्मा जागृत हुन्छ। ओमकार कण कणमा व्यक्त छ, सर्वव्यापी छ। यो धर्मसँग असम्बन्धित छ। ओमकार जीवन हो, हरेक जीवनसँग सम्बन्धित छ। जहाँ जीवन छ सबैतिर ओमकार व्याप्त छ। जहाँ जीवन छैन, जड छ, जडमा पनि ओमकार व्याप्त छ र जिउँदो छ। ओमकार कुनै धर्म विशेषको होइन। ओमकार सम्पूर्ण जीवनको हो। ओमकारको आनन्द सबैले लिन सक्छन्। धार्मिक मानिसले मात्र लिने, अधार्मिकले नलिने भन्ने हुँदैन, किनभने प्रत्येक मानिससँग, प्रत्येक व्यक्तिसँग ओमकार उति नै छ, बराबर छ। ईश्वरले कसैलाई भेदभाव गरेकै छैन।
सबै जाति, सबै वर्ग, सबै धर्मका मानिसहरूमा समान रूपले ओमकार व्यक्त छ। कसैले जान्यो, कसैले जानेनन्, फरक यति मात्र हो। जसले ओमकारको शक्तिलाई जान्दछ, उसैले ब्रह्माण्डलाई जान्दछ। त्यसैले यो स्थायी सर्वव्यापी सत्य ओमकार स्वरूप परमात्मालाई जान्नु र आफ्नो जीवनलाई ओमकार स्वरूप अविनाशी शक्तिले परिपूर्ण गराउनु हामी सबैको अधिकार, कर्तव्य र धर्म हो। हामी सबैलाई यो परमात्मा तत्त्वलाई जान्ने अवसर प्राप्त होस्। अहङ्कारबाट होइन, ओमकारबाट प्राप्त हुने शक्तिमा रमण गर्ने अवसर प्राप्त होस् भन्दै आदरणीय महानुभावहरू, हजुरहरूलाई यो विषयवस्तु, यो प्रस्तुति कस्तो लाग्यो? यो विषयवस्तु, यो प्रस्तुति सान्दर्भिक लागेमा यस्तै रहस्यमय कुराहरू यहाँहरूको माझमा ल्याउने कोसिस गर्नेछु, जमर्को गर्नेछु। यतिन्जेलसम्म यहाँहरूले आफ्नो महत्त्वपूर्ण समय यस भिडियोको लागि दिनुभएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। साथै यस भिडियोलाई, यस प्रस्तुतिलाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु हुनुपर्ने हार्दिक अनुरोध गर्दै यहाँहरूबाट बिदा हुन्छु। हस्, ओम शान्ति।